हाम्रो यात्रा कालेश्वर महादेवसम्मको थियो। यो यात्राको लागि म र मेरो पिके दाइ हामी दुईजना निस्किएका थियौँ र यो यात्रामा के भयो, कसरी भयो र यहाँसम्म कसरी पुग्यौँ हेर्दै जाउँ है त। कालेश्वर महादेवमा पूजा गऱ्यो भने चाहिँ काललाई पनि जितिन्छ भन्ने एउटा विश्वास रहेछ क्या। अनि विश्वास भन्दा पनि एउटा मान्यता रहेछ। अनि यहाँ पूजा गर्दाखेरि चाहिँ काललाई पनि जित्ने भएर कालेश्वर महादेव, कालो भएर होइन कि काललाई जित्ने भएर चाहिँ कालेश्वर महादेव भनेको रहेछ। पहिला चाहिँ काललाई कालो महादेव कालो भएर कालेश्वर भने होइन, त्यो होइन रहेछ। एनिवे अनि त्यस पछाडि अर्को चाहिँ के छ भन्दाखेरि त्यहाँ चाहिँ भ्यू एकदमै राम्रो छ भन्ने छ होइन, लाइक टपमा छ अनि त्यो छ भन्ने छ। अनि अर्को थाहा भएको कुरा चाहिँ कालेश्वर महादेवबाट बेथानचोक हुँदै 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 यता पनौती निस्किन नि मिल्दो रहेछ। सो प्रोबेबली सर्किटै हान्छौँ होला। सर्किट हान्यो भने चाहिँ के हुन्छ भन्दाखेरि स्टार्टिङ फ्रम कालेश्वर महादेव इटसेल्फ पुगिन्छ, पुगे पछाडि फर्किन्छ अभियसली। अनि त्यहाँदेखि चाहिँ बेथानचोक 1, बेथानचोक 2 अनि बेथानचोक बजार, त्यस पछाडि पनौती बजार अनि बनेपा र काठमाडौँ। सो त्यो प्लान छ मेरो। लेट्स सी के हुन्छ। यहाँबाट यता एउटा राम्रो बाटो आउँछ, यहाँबाट यता गयो भने चाहिँ हेटौँडा पुग्छ। यहाँबाट यता चाहिँ गोटीखेल जाने बाटो। गोटीखेल यहाँबाट अब लगभग 1 घन्टा जस्तो लाग्ला। गोटीखेल आइपुग्यो। गोटीखेल आएर चाहिँ यहाँ एउटा खाजा पसल रहेछ। बाटो कस्तो लाग्यो? बाटो ठिकै थियो, 1 घन्टा चाहिँ अफरोडै भयो त ठिकै थियो। कालेश्वर यतितिर हो, कालेश्वरमा त्यो बाटो हो, यो बाटो हो, त्यो बाटो होइन, यही बाटो ठ्याक्कै यो उति माथिको डाँडा कालेश्वरकै डाँडा हो कि त्यो कालेश्वर होइन। हजुर त्यो बाटो जाँदाखेरि यो जग्गा कालेश्वर यता होइन, यतापट्टि हो ठ्याक्कै। यो बाटोबाट ठ्याक्कै कालेश्वरको मन्दिर भन्दा अलिकति मुनि पुग्छ। कालेश्वर अग्लो ठाउँमा हो कि अग्लो ठाउँ हो। अग्लो ठाउँ भयो नि अब तपाईँको बाइक राखेर अलिकति सिडी बाटो अलिकति जानुपर्छ होइन, त्यो छैन नि। अग्लो ठाउँ त त्योभन्दा अग्लो ठाउँै छैन। भनेपछि उयो पहाडभन्दा अग्लो नि छ कि योभन्दा अग्लो छ? धेरै धेरै अग्लो छ, धेरै हो नि। यो बाइक सडककै उयो छैन त, तपाईँको टेन्सनै गर्नुपर्छ। 1 घन्टा लाग्छ यहाँ 1 घन्टा लाग्छ, बाइकमा 1 घन्टा लाग्छ। कति लाग्ला? लाग्दैन बाइकमा 1 घन्टा, गाडीमा नि 1 घन्टा लाग्छ। यहाँ मेरो चप्पलै याद
यो बाटो साथीले त्यहाँ छेउबाट लगेर त्यस्तो हाल्नुको साटो यहीँबाट उठाउँछु हामी चाहिँ लड्दै र पढ्दै माथि कालेश्वर महादेव गणबाट आइपुगेको छौँ। हामी चाहिँ अहिले चाहिँ अब यहाँ एकदमै यो धेरै मान्छेहरू आउनु थाल्यो भएर सिडीहरू बनाउने यहाँ बारसाराहरू हाल्ने काम भइरहेको छ। बनाउने कामहरू पनि हुँदै रहेछ है। ल अबको 2-4 महिनामा चाहिँ बाटो पनि सायद अलिक राम्रो भएर अनि त्यो सिडीहरूमा पनि सब काम सकिन्छ होला। ल राम्रो हुन्छ होला पछि बाटो पनि पिच भयो भने अब बाटो पिच त त्यस्तै हो सम्झिने र बाटो पिच नभए नि जस अब 2-4 महिनामा चाहिँ यहाँ सबै कामसम्म सक्यो भने चाहिँ भवाली हुने पालो छ। ल सुरु हुन आँट्यो मन्दिर चाहिँ यही हो ठ्याक्क मन्दिर। ठुलो खालको पानी राख्ने है के हो थाहा छैन। पानी स्टोरेज टक्क मन्दिर सन्दिर गयो दर्शन गऱ्यो तर टिका चाहिँ लानु बिर्सेछ क्या फेरि। ठिक छ टिका नलाइन हामीले कानमा फुले सिरेर चाहिँ हामी कालेश्वर महादेव मन्दिरबाट उता गोटीखेलतिर लागेनौँ। र चाहिँ पनौती निस्किने रहेछ अनि पनौती चाहिँ यो डाँडो पारी हो भन्ने भनेको थियो। सो हामी त्यता जाँदैछौँ अहिले चाहिँ। यहाँदेखि चाहिँ पनौती 2 घन्टाको डिस्टेन्स रहेछ। थियो नि त। सो पनौती भनेर हिँड्दाखेरि चाहिँ के भयो भन्दाखेरि बेथानचोक 1 चाहिँ अलिकति अगाडि थियो। अहिले चाहिँ हामी 2मा छौँ र 2बाट अलिक तल गयो भने चाहिँ बेथानचोकको बजार जुन त्यो मेन बजार छ त्यहाँ छ। बेथानचोकको मेन भनेको बेथानचोकको एउटा पहाड चाहिँ यतापट्टि पर भित्तामा थियो। अनि त्यस पछाडि अर्को भनेको चाहिँ यहाँ जुन बेथानचोक जुन हामी भन्थ्यौँ नि लाइक उताबाट आउँदाखेरि पनौती हुँदै आउँदाखेरि त्यही बेथानचोक चाहिँ यतापट्टिबाट पनि आउने रहेछ। सो यो हामी अघि नै गएको कालेश्वर महादेवबाट यता आउने बाटो र उताबाट पनौतीबाट आउने बाटो ठ्याक्कै यो चाहिँ सङ्गम हुने ठाउँ रहेछ। अनि यो चाहिँ ठ्याक्कै बेथानचोक यो नारायण टार कि नारायण स्थान भन्दो रहेछ। सो त्यो चाहिँ एट्र्याक्सन हो यहाँ वरिपरि।